वेलकम कन्स्ट्रक्टिभ गेम मेकिङको पार्ट 2 भिडियोमा तपाईहरुलाई स्वागत छ। र यो भिडियोमा मैले पहिले भने झै म तपाईलाई कन्स्ट्रक्टिभको टाइमलाइन देखाउँछु र ब्याकग्राउन्ड त्यो टाइल ब्याकग्राउन्ड कसरी हाल्ने भनेर देखाउँछु। ल कन्स्ट्रक्टिभ यही हो, मैले फ्री एडिसन डाउनलोड गरेको थिएँ र यो चाहिँ अब प्रोजेक्ट वर्क, यो अब्जेक्ट, यहाँ चाहिँ अब्जेक्ट हुन्छ, यो प्रपर्टिज हो। अब हामीले एउटा नयाँ गेम बनाउनु लाग्यो, त्यही भएर तपाईले यहाँ गएर फाइलमा गएर न्यू गर्न सक्नुहुन्छ। न्यूमा गएर हामीले चाहिँ गेम 2D गेम बनाउन लाग्यो, त्यही भएर न्यू एम्प्टी प्रोजेक्ट ओपन। न्यू एम्प्टी प्रोजेक्टमा चाहिँ अब तपाईले यस्तो देख्न सक्नुहुन्छ। यो चाहिँ म तपाईलाई एकचोटि यो कसरी सानो बनाउने भनेर देखाउँछु। सानो बनाउन CTRL थिच्नुस् र माउसको स्क्रोल बटनलाई तल लैजानुस् र यो सानो भयो। अलि ठुलो बनाऊ, मलाई सजिलो हुन्छ। र यो व्हाइट कलरको बक्स जुन देख्नु भएको छ, यो व्हाइट कलरको बक्समा हामी काम गर्ने हो खास। र व्हाइट कलरको बक्समा आजको भिडियोमा चाहिँ म तपाईहरुलाई कसरी ब्याकग्राउन्ड हाल्ने, टाइल ब्याकग्राउन्ड कसरी हाल्ने भनेर देखाउँछु। पहिलो स्टेप, इन्सर्ट न्यू अब्जेक्ट, यहाँ देखिराख्नु भएको छ। राइट क्लिक गरेर इन्सर्ट न्यू अब्जेक्ट गर्नुस् र यहाँ तपाईले टाइल्ड ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। इन्सर्ट गर्नुस्। इन्सर्ट गरेपछि कुनै एउटा ठाउँमा व्हाइट कलरको ठाउँमा क्लिक गर्नुस् र यहाँ तपाईले एउटा लोड एन इमेज फ्रम अ फाइल देख्नु भएको छ, त्यसलाई क्लिक गर्नुस्। र अब मैले त्यो फाइल कहाँ राखेको थिएँ भन्दा लाइब्रेरिजमा गएर पिक्चर्स, कन्स्ट्रक्टिभ इमेजेस र यो टाइल ब्याकग्राउन्ड ओपन। टाइल ब्याकग्राउन्ड भयो। अब तपाईले केही गर्नु पर्दैन, सिर्फ यसलाई क्रस गरिदिनुस्, यो आयो टाइल ब्याकग्राउन्ड। टाइल ब्याकग्राउन्ड यसरी आएको छ हैन, मैले यसरी नै राख्न खोजेको। अब क्यान्सल गर्नुस्। यसलाई सानो बनाउनु पर्छ, तपाईको यस्तो देखियो। अब तपाईले पोजिसनमा हेर्नुस्। यहाँ पोजिसनमा तपाईले 0-0 गर्नुस्। 0-0 गरेपछि यो यहाँ आउँछ। अब हामीले यसको साइज बनाउनु पर्यो। साइज बनाउनको लागि एउटा यो ठाउँमा क्लिक गर्नुस्। यहाँ तपाईले लेआउट साइज देख्नु भएको छ 1700/960। यसलाई कपी गर्नुस्। कपी। अब यो टाइल ब्याकग्राउन्डलाई छुनुस्, साइजमा जानुस्, V/, एन्टर। यस्तो आयो। ल यो टाइल ब्याकग्राउन्ड फिक्स्ड भयो। अब यो टाइल ब्याकग्राउन्डलाई चाहिँ हामीले कसरी लक गर्ने भनेर सिक्छौँ। लक गर्नको लागि तपाईले यहाँ छुनुस् र देख्दै हुनुहुन्छ अब्जेक्ट टाइप। यसलाई चाहिँ तपाईले न्यू प्रोजेक्ट, लेआउट 1 इभेन्ट यो देख्न सक्नुहुन्छ। अब्जेक्ट टाइप यो पुरैलाई तपाईले यस्तो भन्न सक्नुहुन्छ, क्रस र लेयर 0 देख्नुभयो। लेयर 0 हामीले अब लेयर नयाँ बनाउने हो। लेयर एड गर्नको लागि यस्तो गर्नुस् र यो लेयरलाई चाहिँ हामीले रिनेम गर्छौँ, राख्छौँ टाइल्ड ब्याकग्राउन्ड। यो लेयरको नाम टाइल ब्याकग्राउन्ड हो। अब यसलाई लक गर्नु पर्यो। लक गर्न यहाँ छुनुस्, भयो। यो लेयर चाहिँ मेन लेयर, यसलाई चाहिँ हामीले लक गर्ने होइन। यसलाई नि हामीले रिनेम गरेर राखौँ मेन लेयर, जुनमा चाहिँ हामीले काम गर्छौँ, जुनमा हामीले हाम्रो प्लेयरहरूलाई पेस्ट गर्छौँ। र तपाईले यस्तो देख्नुभयो। अब यो भिडियोमा आज यति नै। मैले पहिला नै भनेको थिएँ टाइल ब्याकग्राउन्ड फिक्स्ड गर्न सिकाउँछु भनेर। टाइल ब्याकग्राउन्ड फिक्स्ड पनि भयो अनि यो पनि अब भयो र थ्याङ्क यू। अब नेक्स्ट भिडियोमा चाहिँ तपाईलाई स्प्राइटहरू, प्लेयरहरू, मन्स्टरहरू कसरी इम्पोर्ट गर्ने भनेर सिकाउँछु। ओके, थ्याङ्क यू। प्लिज सब्सक्राइब माई च्यानल, like this video because your subscription and like will definitely help my channel to grow. Thank you.